संसारभरि यो बच्चाहरूको बालबालिकाको शिक्षाको लागि चाहिँ कहिले पढाइ सुरु गर्दा ठिक होला भन्ने कुरामा चर्चा चलिरहेको छ। शिक्षाविदहरू मनोविदहरूले पनि यसमा विश्लेषण गर्छन्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के भेटाइएको छ भने जो अत्यन्तै प्रतिभाशाली हुनुभयो, जसले संसारमा धेरै ठुलो इम्प्याक्ट दिनुभयो साइन्सको क्षेत्रमा, जस्तो अल्बर्ट आइन्स्टाइन, र रहस्य विज्ञान अर्थात् अध्यात्मको क्षेत्रमा जसले ठुलो कन्ट्रिब्युसन गर्नुभयो यो 21औं शताब्दीको ओशो, उहाँहरूको शिक्षा दिशा हेर्ने हो भने उहाँहरूले अक्षरारम्भ नै 7 वर्षको उमेरमा गर्नुभयो। यसबाट के थाहा लाग्छ त भन्दाखेरि यदि बच्चालाई साँच्चीकै नेचुरलले कुनै दबाब बिना प्राकृतिक ढङ्गले विकसित गर्न दियो भने उसले जुन प्रतिभा ल्याएर आएको छ, जो इन्टेलिजेन्स बोकेर आएको छ, त्यो इन्टेलिजेन्सको फुल फ्लावरिङमा जान सक्दो रहेछ भन्ने कुरा चाहिँ छ। र आचार्य श्री पथिक पनि भन्नुहुन्छ कि होइन कि बच्चालाई जति खेल्न दियो, जति नेचुरल्ली इन्भल्भ गराइयो, त्यही तरिकाले उसले विकसित गर्न सक्यो भने उसको रस रुचि र प्रतिभाको क्षेत्र पनि पत्ता लगाउन सक्छ र उसले जीवनमा धेरै ठुलो प्रगति गर्न सक्छ। तर यहाँ यस्तो नभइकन हामीले 2 वर्षदेखि नै एउटा टर्चर दिने खालको शिक्षा व्यवस्था भइरहेको हुनाले धेरै बच्चाहरू आफ्नो प्रतिभालाई कुण्ठित गर्नु परिरहेको छ। सो यो शिक्षाभित्र हराएका पहलहरूमा उहाँ भन्नुहुन्छ कि अहिलेको समयलाई हेर्ने हो भने 4 वर्षको उमेर खेलकुदबाट, मनोरञ्जनबाट अक्षरारम्भ सुरुवात गराउन सकिन्छ। जस्तो हामीले यो अध्ययन गराउने क्रममा एउटा बिरुवालाई हुर्काउँदै गरेको बिरुवालाई हामीले ख्याल गर्न सक्छौँ। बिरुवा जसरी हुर्किन्छ त्यो भनेकै नेचुरल वे हो। जस्तो हामीले मल पानी राम्रोसँग राखिदिन सक्छौँ, टाइममा बिउ रोप्न सक्छौँ, तर हामीले बिरुवालाई हुर्काउनको लागि अझ बढी छिटो बढोस् भन्नको लागि हामीले जसरी पात तानेर चाहिँ सुहाउन कोसिस गर्दैनौँ, किनकि त्यो आफ्नै उसको बीजले नै त्यो नेचुरल क्यापासिटी ल्याएर आएको छ। ठिक त्यस्तै मनुष्य पनि त्यो क्षमता बोकेर आएको छ। उसको मस्तिष्कको डेभलपमेन्टको प्रोसेस त्यसको बीजमा नै ल्याएर आएको हुनाले हामीले त्यो लेभलको अत्याचार गर्न जरुरत छैन। तर यो कुरालाई कसले बुझिदिने? सरकारले, शिक्षाविदले, ध्यानीले, ज्ञानीले सबैले यो कुरालाई राम्रोसँग बुझेर यसलाई जनमानसमा सम्प्रेषण गर्न सकेमा बहुत ठुलो कल्याण हुने थियो। शिक्षा विकारे सकलो विकार, शिक्षा सुधारे सकलो सुधार। धन्यवाद।